हेलो एभ्रिवान, आज मैले हजुरहरूलाई चाउमिनको रेसिपी सेयर गर्न गइरहेको छु। यसको लागि चाहिन्छ हजुरहरूलाई चाउमिन, अनि यो चाहिँ बन्दा चाहिँ मैले सानो सानो पिस गरेर काटेको छु। अनि हजुरहरूलाई चाहिन्छ प्याज अनि खुर्सानी, कति खानुहुन्छ पिरो, अनि यो चाहिँ सोया सस हो, यो चाहिँ भिनेगर, यो चाहिँ अजिना मटर चाहिन्छ, यो क्याप्सिकम हो, यो चाहिँ गाजर मैले स्लाइस गरेर राखेको छु। यो चाहिँ मैले तेल ताप्न छोडेको छु। तेल तातेपछि यसमा चाहिँ हामीले सब्जी राख्छौँ। सब्जी राखेर हल्का फ्राई गर्छौँ। मेरो तेल चाहिँ यतिको तातो, यतिको तेल तातिसकेपछि म चाहिँ खुर्सानी हाल्छु। खुर्सानी हालिदिएपछि यहाँ प्याज हाल्दैछु। प्याज हालिदिएर एकछिन भुट्नु होला। धेरै बेर भुट्न पर्दैन, यसलाई चाहिँ थोरै एकछिन भुट्नु होला। यो भुटेपछि मैले चाहिँ गाजर हालेर भर्दैछु। गाजर हालिसकेपछि चाहिँ मैले क्याप्सिकम हाल्छु। सबै भेजिज हालेर चाहिँ धेरै बेर चलाउनु पर्दैन, यस्तो चलाउनु होला। एकछिन चाहिँ आफैमा पाक्छ यो। यतिको हल्का चलाइसकेपछि मैले चाहिँ यहाँ पातकोपीको बन्दाकोपीको चाहिँ पात हालेछु। बन्दाकोपीलाई नै हल्का चलाएर चाहिँ हामीले यसमा धेरै बेर चलाउनु पर्दैन, 1-2 मिनट चलाइसकेपछि हामीले चाहिँ यसमा चाउमिन हाल्छौँ। यो कोपी हल्का चलाएपछि यहाँ चाउमिन चाहिँ मैले चाउमिन गर्दैछु। कति खानुहुन्छ त्यही हिसाबले लाउनु होला। हामी चाहिँ 2 जना छौँ, त्यही भएर 80 चाउमिनले चाहिँ हामीलाई पुग्छ। 80 चाउमिन हाल्नु होला। चाउमिन हालिसकेपछि यसमा चाहिँ हजुरले सोया सस हाल्नु। कति सोया सस हालेर एकछिन चलाइसकेपछि हामीले चाहिँ यसमा भिनेगर राख्ने। भिनेगर चाहिँ मैले चाहिँ यसमा 3 चम्मच हालेँ। भिनेगरले चाहिँ यसको टेस्ट अझै मिठो गराउँछ। भिनेगर हालिसकेपछि यसमा चाहिँ मैले अजिना मटर हाल्दैछु। अनि अजिना मटर हालेर चलाइसकेपछि स्वाद अनुसारको नुन हाल्नु होला। मैले चाहिँ 80 चाउमिनलाई यति नुन चाहिन्छ भनेर अड्कलेर चाहिँ यति हालेको छु। हजुरले चाहिँ आफ्नो स्वाद अनुसारले हाल्नु होला। नुन हालेर चाहिँ एकछिन चलाउनु होला। नुन हालेर चाहिँ यसलाई मजाले पकाउनु होला। 2-3 मिनट, 2-4 मिनट मजाले भुट्नुपर्छ। फेरि स्मेल आउँछ, काँचोपन जस्तो आउँछ। मजाले भुटिसकेपछि चाहिँ हाम्रो चाहिँ चाउमिन रेडी भएको छ। कस्तो लाग्यो हजुरहरूलाई? थ्याङ्क यू फर वाचिङ।